जयमसी शुभ बिहानी साथै अनि मध्यरात होला र कसै ठाउँ चाहिँ रातिको समय छ होला। धन्यवाद होस्। सुन्दर दिन र रात बनाउनु भएको हाम्रो परमप्रभुलाई हामी यो बिहानीको प्रार्थना गर्नेछौँ। तपाईँ सहायता र तपाईँ सुनेर साथ दिनुहोला। धन्यवाद भन्दछु। धन्यवाद सारा सृष्टिका मालिक परमप्रभु। शुभ बिहानी छ। बिहानीको सुन्दर दिन तपाईँले दिनुभयो परमप्रभु। अबको दिन रोजीरोटीको लागि कामकाज, त्यसै गरी आशिकको झरी बोतल्दै हिँडेका तपाईँका छोराछोरीलाई तपाईँले आकाशको ढोका खोलेर भरिपूर्ण दिनुहोस् परमप्रभु भन्दछु। परमप्रभु तपाईँ जान्नुहुन्छ हामी कति कामकाजबाट थाकेर एकदम आफ्नो एनर्जी र ऊर्जाहरू सिद्धिएको हुन्छ, तर तपाईँले हामीलाई हाम्रो आत्मामा हौसलाहरू बढाइदिनु भएको हुनुहुन्छ। परमप्रभु धन्यवाद भन्दछौँ। कतिको कामकाजहरू रोकिएको छ होला, कतिको कामकाजको लागि खोजी हुनुहुन्छ होला, कतिको लागि चाहिँ नयाँ जीवनको लागि तपाईँको विश्वासमा हिँडेका छन् होला। तपाईँ सहायता दिनुहोस् परमप्रभु। त्यसरी कतिको चाहिँ चिन्ता फिकरहरू आफ्नो घराइसीमा टेन्सन होला, परमप्रभु स्वयं तपाईँ क्रुसमा उठाइदिनुहोस्। परमप्रभु यस टाइम तपाईँलाई धेरै धेरै धन्यवाद भन्दछु परमप्रभु। कतिले साथ दिनुभएको छ, कतिले हात दिनुभएको छ, कतिले उद्धार पाउनुभएको छ, कतिले यो इन्टरनेटको माध्यमबाट परमप्रभु तपाईँलाई चिन्नु सक्नुभएको छ। धन्यवाद भन्दछौँ परमप्रभु। यो सुन्दर दिन दिनुभएको छ। सुन्दर दिन बिहानीको किरणसँगै तपाईँको यो महिमा गर्नु सकेको छु परमप्रभु। अझ पनि तपाईँको सेवाकाईमा अझ नजिक हुनुहोस् परमप्रभु। धन्यवाद भन्दछौँ। यो खानपिनहरू जुट्नेछ, त्यसरी तपाईँको निरन्तर तपाईँका छोराछोरीले रोजीरोटीको लागि कामकाजमा खट्ने छन् परमप्रभु। धन्यवाद भन्दछु परमप्रभु। स्वयंमा तपाईँ गोठालो बनिदिनुहोस् कामकाजमा, सुरक्षामा। त्यसै गरी तपाईँ जहाँ हुनुहुन्छ परमप्रभु, जहाँ तपाईँका छोराछोरीहरू छन्, जहाँ तपाईँको लागि पुकारिन्छ, त्यहाँ तपाईँको उपस्थित र तपाईँ स्वयं गोठालो बनेर हामीलाई सुरक्षा शान्ति दिनुहोस्। तपाईँले तपाईँका छोराछोरीलाई परमप्रभु आत्मामा तपाईँको शान्ति र सुरक्षा, त्यसै गरी परमप्रभु तपाईँको महिमा र तपाईँको सत्यको वचन र सुसमाचार तपाईँको हरेक कुना कुनामा फैलिएर तपाईँको वचनले परमप्रभु काँडा धारा सबै धागेर परमप्रभु तपाईँ उठाउनुहोस्। तपाईँले सुनाउनुहोस् सत्यको बाटो परमप्रभु के हो भन्ने कुरा। परमप्रभु धन्यवाद भन्दछौँ। अनि त्यसै गरी सुन्ने हुने हाम्रो साथीहरू अनि दर्शकहरू, हाम्रो दाजुभाइहरू, दिदीबहिनीहरूले जति पनि परमप्रभु यसरी सुन्नुभएको छ, उहाँलाई चाहिँ तपाईँको कामकाज, त्यसरी रोगी बिरामी, जति पनि शरीरमा भएको नदेखेका रोगहरू